हेलो साथीहरू, नमस्ते सबैजना मित्रमा। आज चाहिँ म यो साउथ कोरियाको हाङनाङ नदी कसरी फेरि देखाउन आएको छु। यो हल्का छुट्टीलाई चाहिँ सदुपयोग बनाएको थिएँ है, अनि यसरी भिडियो गर्नु मन लाग्यो यताको। ओके ल देखाएँ त भिडियो। अघि यहाँबाट चाहिँ यो गएको थियो क्या ट्रेन है, यस्तो छ। छुट्टी मनाउन आएको ल। के भनेको? ए म यहाँ भिडियो गर्दैछु। अब घर लाग्ने यस राम्रो देखिन्छ भिडियो है। यस्तै छ, रुममा बस्दा बोर हुन्छ नि त। अनि आजकल कम्पनीमा त्यस्तो ओटी पनि छैन, कहिले काहीँ हुन्छ होइन। ल यस्तै छ यताको परिसर, राम्रो देखिन्छ। हाम्रो नेपालको खोला नै सदुपयोग गर्ने यस्तै दामी गर्न सकिन्छ नि। व्यवस्थापन सरसल्लाह गऱ्यो भने पार्कहरू खोलेर होइन। अहिले जस्तै अहिले हल्का बालनले चाहिँ त्यसलाई कन्टिन्युटी दिइरहेछ, त्यसरी नै राम्रो कन्टिन्युटी प्राथमिकता दिएर चाहिँ यसरी सरसफाइ सफासुग्घर चाहिँ र हिँडडुल गर्दा आनन्द महसुस हुन्छ है। भन्दै अब लाग्नु पर्ला। ओ आयो आएछ ट्रेन। यो चाहिँ सौलतिर प्रस्थान गर्दैछ यो है। लाग्नु पर्यो।